रेबिटको आज हामी सुरुको क्लास भन्दा पनि हुन्छ है। योभन्दा अगाडि हामीले एउटा क्लास जस्तो लिएको थियौँ, त्यो चाहिँ फर्स्ट क्लास भनेर नभन्दा नि हुन्छ। यही हो है फर्स्ट क्लास। अर्को भिडियो चाहिँ एउटा फर्स्ट क्लास भनेर भनेको, त्यसमा चाहिँ एकदमै एडभान्स जस्तो भएछ क्या। मैले फर्स्ट क्लास भनेर भन्दाखेरि एडभान्स जस्तो भएछ। आजदेखि हाम्रो फर्स्ट क्लास हो। यसरी रेबिट खोलिसकेपछि यो इन्टरफेस हुन्छ, यहाँनिर चाहिँ प्रोजेक्ट्सहरू हुन्छ है। मैले रेबिटमा प्रोजेक्ट्सहरू गराएको छैन त्यति, एउटा सानो सानोहरू मात्रै गराएको छ, सबै मेरो अटो क्याडमा छ है। अब हामीले के गर्नुपर्छ त भन्दाखेरि रेबिटको यिनीहरू भाग बुझ्नुपर्छ सुरुमा। यो भनेको ओपन भनेको हामीसँग भएको फाइल ओपन गर्नलाई, न्यू भनेको नयाँ बनाउनलाई, फ्यामिली भनेको के हुन्छ त भन्दाखेरि मोडल भनेको घरहरूको बिल्डिङहरूको है, रेसिडेन्सियल मल्टी स्टोरी बिल्डिङहरूको चाहिँ हामी यो मोडलबाट बनाउँछौँ, मोडल हुन्छ एउटा। अनि फ्यामिली भनेको चाहिँ हो यस्तो हुन्छ क्या, घरभित्र युज हुने रेलिङ भयो है, अनि त्यहाँदेखि यो टुल्सहरू, टेबल्सहरू, बेड्सहरू, अनि त्यहाँदेखि प प्लम्बिङ, अरू मेटेरियल्सहरू है, स्ट्रक्चरल मेम्बर्सहरू पनि कुनै कुनै हामी बनाउँछौँ, फ्यामिलीबाटै बनाउँछौँ है। हो त्यस्तोलाई चाहिँ हामी फ्यामिली भन्छौँ। भनेको घर अथवा बिल्डिङ अथवा केही कुरा हामीले मोडल गर्दैछौँ, ग्यारेज जेसुकै भनौँ हामी मोडल गर्दैछौँ भने त्यसभित्र लाग्ने कुराहरूलाई चाहिँ हामी फ्यामिली भन्छौँ। अब यो फ्यामिली र मोडलमा अहिले झुक्केर बस्न डिपर नलेज राख्नु केही पनि आवश्यकता छैन। सुरुमा सिक्नको लागि मोडलबाट सुरु गर्दा यो न्यूमा थिच्ने है। न्यूमा थिचिसकेपछि कसैको चाहिँ यिनीहरू यसरी आर्किटेक्चरल आउँछ, आर्किटेक्चरलबाट गरे पनि भयो। नत्र भने के गर्ने त भन्दाखेरि यहाँ ब्राउजमा गइसकेपछि उसले आफै खोल्छ। अनि यहाँनिर डिफल्ट हुन्छ, अथवा कहाँ पुग्न सकिन्छ त भन्दाखेरि हो यसरी टेम्प्लेटमा पुग्न सकिन्छ। टेम्प्लेटको यो इङ्ग्लिस भनेको चाहिँ के को हुन्छ त भन्दाखेरि मेट्रिकको हुन्छ, र यो इम्पेरल भनेको चाहिँ के को हुन्छ त भन्दाखेरि इन्चेस र फिटमा हुन्छ। अब मेट्रिक भनेको चाहिँ सेन्टिमिटर मिटरहरूमा है, एमएमहरूमा युज हुन्छ। यो इङ्ग्लिस भनेको चाहिँ यो मेट्रिकको, यो तलको यो इम्पेरल भनेको चाहिँ फिटहरूको। यसमा ओपन गर्ने, यसमा ओपन गरिसकेपछि यसको अरू नहेर्ने, अहिलेलाई के हेर्ने त डिफल्ट हेर्ने। अब यो हामी सुरुमा सिक्दै गइसकेपछि यसलाई टेम्प्लेट भन्छ। अनि यो टेम्प्लेट चाहिँ हामी आफ्नो टेम्प्लेट बनाउँछौँ क्या। यहाँनिर भएको टेम्प्लेटहरूको चाहिँ त्यति हामीलाई आवश्यकता छैन, त्यही भएर हामी ओपन गर्नु आवश्यकता त छ, तर हामी त्यति युज गर्दैनौँ। हामी आफ्नै टेम्प्लेट बनाउँछौँ, किनभने आफैले लेख्नुपर्ने हुन्छ लेबलहरू। हाम्रो यो अब यहाँ लेभल 1 भनेर आएको हुन्छ, हामीले बुझ्ने तरिका ग्राउन्ड लेभल फर्स्ट फ्लोर हो, यसरी जान्छ भने अब यहाँनिर त फेरि हामीले एडिट गर्नु पर्यो हो। यस्तो झन्झट हुँदैन क्या आफैले बनाएको टेम्प्लेटमा चाहिँ, सबै थोक यही हुन्छ। अब कसैकोमा के नहुनसक्छ, प्रपर्टी पनि नहुनसक्छ, प्रोजेक्ट ब्राउजर पनि नहुनसक्छ। यो प्र्याक्टिस गर्ने। किन प्र्याक्टिस गर्ने त भन्दाखेरि कसैकोमा नहुनसक्छ, राइट क्लिक गर्ने, राइट क्लिक गरेर ब्राउजर छ प्रोजेक्ट ब्राउजर ल्याउने, होइन यो यता हुनसक्छ यसरी है, यसरी हुनसक्छ। अनि त्यहाँदेखि अर्को भनेको प्रपर्टिज है, प्रपर्टिजलाई पनि यहाँ हो यसरी बसेको हुनसक्छ, होइन यसरी तल बसेको हुनसक्छ। के गर्ने, यसको यो कानलाई तानेर परैसम्म ठेल्दिने हो, यहाँ अब गएर बस्छ। म चाहिँ के प्रिफर गर्छु भने यो प्रोजेक्ट ब्राउजरलाई चाहिँ यहाँ राख्ने र प्रोपर्टिजलाई चाहिँ यहाँ राख्ने, किनभने मेरो बानी छ नि त, पहिल्यैदेखिको बानी हो। जे बानी लाग्छ त्यही नै युज गरिन्छ है। जे तपाईँहरूलाई जे सजिलो हुन्छ त्यही युज गर्ने। ल यसलाई चाहिँ यसरी मिनिमम पारेर राख्ने, प्रपर्टिजलाई अलिकति ठुलो बनाएर राखे पनि भयो। ल हो, अब यो लेभल 1 भनेको चाहिँ लेभल 1। अनि हामीले अब यहाँ अरू भ्यूहरू छ, यहाँनिर सबैमा गएर हेरे हुन्छ। स्ट्रक्चर भयो, स्टिल भयो, प्रिकास्ट भयो, सिस्टम यहाँनिर सिस्टम भयो, इन्सर्ट भयो, एनोनेट भयो, एनालाइज भयो है, मिसिङ इनसाइट, सबैमा गएर हेरे हुन्छ। अब के गरौँ त भन्दाखेरि हामी यहाँनिर त सुरुमा त आर्किटेक्चर सिक्ने हो, अरू त होइन, आर्किटेक्चर है। अब आर्किटेक्चरमा चाहिँ वाल सुरुमा सिक्ने हो हामी, स्ट्रक्चर सुरुमा हेर्दैनौँ, वाल हेर्ने हो। अब यसको सुरुमा प्रपर्टिज कसरी चेन्ज गर्ने के भन्दा पनि सुरुमा हामी के गरौँ त भन्दाखेरि एउटा सिम्पल बिल्डिङ जस्तो बनाऊँ। यहाँ गयौँ, कति कति फिटे त भन्दाखेरि 40 फिटे एकतिर वाल छ है, एकतिर चाहिँ लु मानौँ अलिक रेक्टेङ्गलै बनाऊँ, नत्र राम्रो देखिँदैन। र 60 फिटे वाल छ
भनिसकेपछि अब आफैले यसले उ गर्छ स्न्यापिङ टुल यहीसँग हुन्छ हो। भनिसकेपछि हाम्रो वाल भनौँ अब यो वाल कतिको हाइट छ त भनेर हेर्दाखेरि यहाँ अनकनेक्टेड हाइट हुन्छ। यो अनकनेक्टेड र कनेक्टेड भनेको चाहिँ के हो त त्यो बुझ्नको लागि चाहिँ हामीलाई यहाँनेरि जानुपर्छ। यो इलिभेसनमा गएर एकखेप हेरौँ है। यो अनकनेक्टेड र कनेक्टेड मैले पनि सुरु गर्दाखेरि यसैमा झुक्किएको थिएँ। यो अनकनेक्टेड भनेको चाहिँ के हो र कनेक्टेड भनेको चाहिँ के हो त? के हुँदा कनेक्टेड हुन्छ र के हुँदा अनकनेक्टेड हुन्छ? यहाँ कनेक्टेड त लेख्दैन, जस्तो मैले वाल थापेँ ताने हो यहाँनिर चाहिँ हो यस्तो लेख्छ लेभल 1 लेभल 2 लेखेको छ है। लेभल 1 भनेको के हो, लेभल 2 भने के हो? ल यहाँ हेरौँ। यो कसैले पनि फर्स्ट क्लासमा बताउँदैन, तर म बताउँछु किनभने म यसमा झुक्किएको छु। हो यो इस्टमा जाने बित्तिकै इस्टले के देखायो त भन्दाखेरि यो रेबिटमा युज हुने एउटा लेभल हुन्छ, एउटा ग्रिड हुन्छ। यहाँ चाहिँ एउटा लेभल हुन्छ, एउटा ग्रिड हुन्छ। त्यो लेभल भनेको चाहिँ हरिजन्टल लेभल हो। जस्तो ग्राउन्ड लेभललाई 0 मानेको छ यसमा, र लेभल 2 भनेर जेसुकै मान्दा भयो। लेभल 2 लाई प्लिन्थ लेभलै मानेको थियो भने यहाँनिर कति हुन्थ्यो त भन्दाखेरि 1 फिट 6 इन्च हुन्थ्यो। प्लिन्थ लेभल त बुझिन्छ हो, यसरी 1 फिट 6 इन्च हुन्थ्यो। अब होइन, लेभल 2 लाई चाहिँ कति मानेको रहेछ त भन्दाखेरि 10 फिट मानेको रहेछ है। 10 फिट मानेको रहेछ, 10 फिट मानेर यहाँ पुगेको रहेछ। अब यो हाम्रो वाल चाहिँ लेभल 2 मा कनेक्ट भयो भने लेभल 2 मा है, लेभल 1 मा कनेक्ट हुँदा चाहिँ हेरौँ है, लेभल 1 मा कनेक्ट हुँदा के हुन्छ एक्सपेरिमेन्ट गरौँ। के हुँदो रहेछ? हुँदैन भनेर आयो। लेभल 1 मा कनेक्ट गर्न मिल्दैन वाललाई भनौँ। अब कनेक्टेडमा जाऊँ, लेभल 2 मा गरौँ। किन? यो वाल त यो लेभलसँग कनेक्ट हुन त पायो नि त। लेभल 1 सँग पो यो वाल स्वात्तै तल आएर यहाँ कनेक्ट हुन पाएन त। लेभल 2 मा गएर जाऊँ। लेभल 2 मा आयो त, यो वाल त आयो, सबै वाल आएन। भनिसकेपछि हामी के गरौँ त भन्दाखेरि यहाँनिर यसरी सेलेक्ट गरौँ है। अनि त्यहाँदेखि के गरौँ त भन्दाखेरि यो टप कन्स्ट्यान्ट, टप भनेको चाहिँ माथिको टाउको भनेको, टप कन्स्ट्यान्ट भनेको यो वालको टाउको भनेको। कहाँ आयो त भन्दाखेरि लेभल 2 मा आयो। हो यसलाई भन्छ यो कनेक्टेड र अनकनेक्टेड। अब मैले यसलाई अनकनेक्टेडमा राखेँ भने यहाँ टप कन्स्ट्यान्ट कहाँ गयो फेरि अहिलेको अहिले हटायो हो टप कन्स्ट्यान्ट। अब यसलाई मैले अनकनेक्टेडमा राखेँ अरे भने मानौँ भने के हुन्छ त भन्दाखेरि अब यो 40 फिटको हुन जान्छ। कता गयो? ल अनकनेक्टेडमा 10 फिट रहेछ अनकनेक्टेड। यो अनकनेक्टेड अब पछि 20 फिटहरूको हुनसक्छ क्या, त्यो त्यहाँ तिनीहरू उ गरिदिएको हुन्छ। त्यही भएर यसलाई के गर्ने त भन्दाखेरि यस्तो गर्ने, अनि यहाँ यसमा जाने, लेभल 2 मा कनेक्ट गरिदिने अहिलेको लागि। यसरी बुझिसकेपछि अब हामी के गरौँ त भन्दाखेरि 3D भ्यू हेरौँ। ल यहाँ हेर्ने है, यहाँनिर भ्यू भन्ने बटन छ, यहाँ हेर्दाखेरि देखिन्छ। यो भ्यू भन्ने बटनलाई चाहिँ के गर्ने त भन्दाखेरि क्लिक गर्ने है। यो बटनलाई क्लिक गरेपछि यहाँ 3D भ्यू आउँछ हो, यसरी 3D भ्यू हेर्न सकिन्छ है। हो यसरी 3D भ्यू हेर्न सकिन्छ। अनि के गर्ने त भन्दाखेरि अब यसो हेर्दाखेरि त राम्रै छ। अब यसलाई यहाँ जाने, यहाँ गएर रियलिस्टिकमा हेर्ने। रियलिस्टिकमा हेर्दा अब कस्तो देखियो त? हो यस्तो देखियो है त। अब यसलाई यताबाट हेऱ्यौँ हो, यसरी नेभिगेसन पनि गर्न सिक्ने है। यो सिफ्ट छ नि, किबोर्डको सिफ्ट हो, यो किबोर्डको सिफ्टलाई थिचिराख्ने, अनि माउसको मिडल बटनलाई थिच्ने हो। अनि हो यस्तो आउँछ गोलो घुमेको, अनि हो यसरी घुमाएर सिक्ने। यो चाहिँ नेभिगेट गर्न चाहिँ सिक्नुपर्छ। जस्तो मलाई यो कुनामा लगेर जुम गर्न मन लागेको, अब मैले जुम गर्दाखेरि त हो यसरी डाइरेक्ट म त जुम गर्न सक्छु है। यो कुनामै जुम गर्न सकेँ हो। अब बिगिनरहरूले चाहिँ के हुन्छ त, यहाँबाट यस्तो गर्दै यताबाट लाँदै यहाँ पुग्छ क्या जुम। हो त्यसो नगर्ने, यो माउस कर्सरलाई यसो यसो गर्ने, यसलाई बिचमा लाउने, अनि हो यसो यो माउस कर्सरलाई सक्दो यसको बिचैमा लगेर राख्ने हो यसरी। अनि हो यसरी जुम गर्ने। होइन म त्यसरी गर्न सक्दिनँ भन्दाखेरि जेटलाई डबल डबल इन्टर गर्ने, यसरी जेटलाई डबल इन्टर गर्ने हो, यस्तो सर्चवाला आउँछ है। अनि त्यहाँदेखि राइट क्लिक गर्ने र यसरी एरिया जस्तो बनाउने, अनि हो यसरी आउँछ हो यसरी। फेरि जेट डबल क्लिक गर्ने, अनि अब यसरी आउँछ क्या हो, यसरी एरिया बनाउने। अझै भयो, अब जेट क्लिक गर्ने, डबल खेप, फेरि यस्तो गर्ने फेरि जेट डबल खेप हो यसरी जान्छ क्या यो चाहिँ। अब होइन मलाई बाहिर जानु पर्यो भन्दाखेरि हो यसरी बाहिर आइयो है। यसो गर्दा भयो। अब यसमा डोरहरू चाहिँ कसरी फिट गर्ने त है, त्यस्तो हुनसक्छ। नत्र भने के हुनसक्छ त भन्दाखेरि अब लेभल 1 मा जाऊँ।
लेभल 1 मा जाँदाखेरि हो यति त बनाइयो। अब यसलाई कसरी हेर्नु है, यो केही यादै नगरी गर्दा हुन्छ हो। अब मलाई 60 10 बाई 10 को घर बनाउनु पर्ने छ। अब के गर्छु त 10 फिट 10 फिटको अब म नहेरिकन यो रेक्टेङ्गल चुज गर्छु। नहेरिकन जत्रो भन्छ त्यत्रो यसो गर्छु हो। किन? छिटो गर्नको लागि। अब म यस्तो गर्छु अब यसलाई म के गर्छु 10 फिट लेखिदिन्छु। कति सजिलो। 10 फिटमा आयो। अब म फेरि यसलाई चुज गर्छु। यसलाई चुज गर्दा यतापट्टिको गर्न मिल्छ क्या, त्यसले कन्ट्रोल गर्छ नि त यसको। हो 10 बाई 10 को घर बनाऊ। अब यसलाई मुभ गर्न पनि सिकाइदिन्छु यसो गर्ने। यहाँनिर यो मुभ छ अथवा एमभी थिच्ने, म चाहिँ एमभी थिच्छु है। यो चाहिँ मलाई सजिलो लाग्छ किनभने म अटोक्याड ब्याकग्राउन्डबाट हो, अलिक सजिलो लाग्छ क्या कमान्ड भयो भने। हो ल यहाँनिर हाम्रो बनाऊ। अब यसलाई म 3D मा हेर्छु, 3D मा हेर्दाखेरि हो यसरी आयो। अब यसको त मेरो के अरे अनकनेक्टेड छ जस्तो छ, यसो हेर्दै लामो लामो आयो है। अब एकखेप यसलाई हेर्ने, यसरी गर्ने है। यी अनकनेक्टेड रहेछ, लेभल 2 मा कनेक्ट गर्ने। अब फेरि 3D मा गएर हेर्ने, वाओ भयो है। अब फेरि अब यो 10 फिट छ, 10 फिटमा अब हामीलाई के हाल्न मन छ त भन्दाखेरि एउटा ढोका हाल्न मन छ। डोरमा क्लिक गर्ने। अहिले हामी डोरमा छान्नतिर लाग्ने होइन अर्को राम्रो राम्रो डोर होइन। डोर कसरी लाउने हाम्रो भनेको यो आर्किटेक्चरमा जाने, अरूतिर नजाने, यो आर्किटेक्चरमा जाने, डोरमा जाने। डोरमा गएर यो बाहिरतिर खुल्ने डोर भयो। अब अलिकति यता भित्र गयो भने भित्रतिर खुल्ने डोर। अब यसमा चाहिँ म के भन्छु भने यादै नगरिकन यहाँ अब जस्तो वालमाथिमा हामी अघि यस्तो गर्ने डोरमा जाने, म चाहिँ हो यसरी लगाउँछु क्या। अनि हो अनि अब भरे हो क्या यसलाई मिलाउने चाहिँ, यसलाई डिटेलिङमा मिलाउने यसो गर्ने है। होइन यता ल्याउने हो। भरे हो क्या डिटेलिङमा आनन्दले बसेर हेर्ने। अनि अलिकति त्यो यस्तो बटनहरू युज गर्ने है। यो किबोर्डको बटन छ नि एरो, 4वटा एरो हो त्यो युज गर्ने, तलमाथि पार्ने। माउस युज नगर्ने क्या त्यस्तामा। अलिक राम्ररी हुन्छ हो यसरी। परेसम्म भित्तैसम्म पुग्यो है। अलिकति उपर लु भइहाल्यो। अब यसमा मलाई अब विन्डो लाउनु मन पर्यो भने एकैचोटि यसरी लाउने क्या। अनि भरे अन्त्यमा हेर्ने यहाँनिर मिल्यो कि मिलेन भनेर। प्राय मिलाइदिन्छ उसले आफै है। अब फेरि अब यतातिर लाउन मन लाग्यो यसरी नै हानिदिने क्या। अनि अब के गर्ने त भन्दाखेरि यसलाई यसरी यहाँनिर यस्तो गर्ने हो। हेर्नु है, ल यसो गर्ने। यो त छैन यहाँनिर त, अब जे पायो त्यही आयो। हो यो गर्न पनि साँच्ची म सिकाउँछु। अब यो त यहाँनिर त हाम्रो त जे पायो त्यही आयो नि त, डाइमेन्सन त यहीँको छेउको छेउको देखायो। अब यसलाई मैले यसो गरेर सारे पनि हुन्छ। यसलाई म च्याप्प समाउँछु। च्याप्प समाएर यसको कानलाई यहाँसम्म तान्छु। यसरी ताने पनि भयो मैले है। यसरी ताने पनि भयो। अनि अब यसलाई ट्याक्क थिचेर है, त्यहाँ 7 फिट छ। अब यहाँ मैले 4 फिट हालिदिएको है। अलिक भित्र गयो भनेपछि त 5 फिट हालिदियो भने भयो। हो यसरी नै लाउँदा पनि भयो क्या। हो हो यसरी दुईटा लागेको रहेछ नि त है। यसलाई डिलिट गरौँ है, दुईटा लागेको रहेछ ल। एउटा अब यहाँनिर त यस्तो भयो। हो यस्तो हुँदा के गर्ने त, डाइमेन्सन यस्तो हुँदा के गर्ने त भन्दाखेरि नि म यहाँ देखाउँछु है त। देखाउँछु यहाँनिर छ म्यानेज भन्ने बटनमा जाने। यो म्यानेज भन्ने बटनमा जाने। यो म्यानेज भन्ने बटनमा चाहिँ के हुन्छ त भन्दाखेरि कसरी चाहिँ हामीले त्यसलाई म्यानेज गर्न सक्छौँ त त्यो हुन्छ। एडिसनल यो त हामीले म्यानेज गर्ने हो है। अब एनोटेसनमा जाने, टेम्परेरी डाइमेन्सनमा जाने, यो टेम्परेरी डाइमेन्सन हो। अब फेसेसमा जाने, यो फेसदेखि फेससम्म चाहिएको छ नि त, सेन्टर पनि चाहिएको छैन अहिले त सेन्टरदेखि दिइरहेछ। अनि कहाँको पनि चाहिएको छ त भन्दाखेरि सेन्टर लाइन अब डोर र विन्डोकै चाहिएको भन्दा डोर र विन्डोको ओपनिङदेखि चाहिएको। ओके अब यसलाई म क्लिक गर्छु आयो। यतापट्टि 5 फिट रहेछ, यतापट्टि 1 ऊ रहेछ। यसलाई म बिचतिर लान्छु है। अलिकति यता ल्याउँछु। यसो गरेर मिलाउने है। ल यसो उसो गर्ने मिलाउने। यहाँ धेरैवटा गइसकेको रहेछ है। ल ल हो भयो है। हो अब यसलाई पनि क्लिक गर्ने कति छ 3 फिट 2 ल ठिक छ। अब के गर्ने त यसलाई हामी 3D मा गएर हेर्ने। इ वाओ हामीले केही गर्ने पर्ने 3D बनाउनु पर्यो त आफै बनाऊ। होइन अब यहाँ हेरौँ है 3D मा त आफै बनाऊ है। अब अटोक्याडमा हुँदाखेरि के हुन्थ्यो त भन्दाखेरि होइन मलाई यो पनि यतापट्टि चाहियो भने अब मैले के गर्नु पर्थ्यो त भन्दाखेरि उहाँ पनि एडै गर्नु पर्थ्यो क्या। अब यहाँ चाहिँ एड गर्नु परेन, आफै आयो। यहाँ त हेर्ने मात्रै हो। 3D मा त हामीले जस्ट हेर्ने हो जस्ट। लेभल 1 लेभल 1 मा जाने, एड गरिदिने। लेभलमा गएर एड गर्ने, त्यहाँ आएर हेर्ने। यसैलाई यो भनेको क्रिएट सिमिलर हो। यहाँ जाने यस्तो गरिदिने। अब फेरि 3D मा जाने,
हो हो अघिसम्म थिएन अहिले आएर बस्थ्यो है। हो यसरी गर्ने है। अब यसलाई त के गर्नु पर्यो त भन्दाखेरि फ्लोर त लगाउनु पर्यो। भनेको टिन त लगाइन्छ यसको माथि है। फ्लोर त लगाउनु पर्यो तल पनि। अब के गर्ने त फ्लोर लगाउन त हामीलाई आउँदैन है। फ्लोर लगाउन त सिकेन सुरुमा त हामीले वाल मात्रै सिक्यौँ। अहिले वालसम्म मात्रै सिकिराख्ने। तर म फ्लोर लगाउन पनि एकदम बेसिक सिकाइदिन्छु। के गर्ने यो लेभल वानमा जाने। यो लेभल यहाँ वान नहुन सक्छ। यहाँनिर जाने डबल क्लिक गर्ने लेभल वानमा पुग्यो। लेभल टूमा जाने लेभल टूमा पुग्यो। लेभल वानमा जाम। किन लेभल वानमा जाम त भन्दाखेरि हामीले बनाउनु पर्ने कहाँको हो अघि त्यत्रो भनेको थिएँ। कहाँको लेभल वानमा हामीले फ्लोर बनाउनु पर्ने हो। कहाँ अरे लेभल वानमा फ्लोर बनाउनु पर्ने हो। लेभल टूमा हामीले स्ल्याब बनाउनु पर्ने हो। लेभल टूमा पनि स्ल्याब बनाउनु पर्यो। किन माथि ढाक्नु त पर्यो। अहिले हामी ढाक्न नसिकौँ तल फ्लोर मात्रै बनाउन सिकौँ है त। लेभल वानमा जाम। लेभल टूमा होइन लेभल वान। किन लेभल वानमा चाहिँ हामीले के गर्नुपर्ने रहेछ त हामीले हाल्नुपर्ने रहेछ स्ल्याब। लेभल वानमा जाम। लेभल वानमा गएर अब के गरौँ त भन्दाखेरि आर्किटेक्चरमा जाम है। आर्किटेक्चर आर्किटेक्चरमा के हुन्छ त भन्दाखेरि यहाँनिर यता आउँदाखेरि एउटा फ्लोर हुन्छ। आर्किटेक्चरल फ्लोरमा जाम। अनि यो यसरी रेक्टेङ्गल क्लिक गरौँ सजिलो हुन्छ। अनि यहाँ हेरौँ लेभल कहाँनिर हाल्ने त लेभल वानमा हाल्ने कि लेभल टूमा हाल्ने भनेर उसले सोध्दैछ। अनि 12 इन्चे भनेर सोध्दैछ। ठिक छ अहिले 12 इन्चे नै हानौँ। किनभने प्लिन्थ पिम 12 इन्चकै जस्तो राखिन्छ ल ठिक छ। फ्लोर पनि हामीले 12 इन्चकै लगायौँ है। अब यहाँनिर गएपछि क्लिक गरिदिने लेभल वानमा हो। लेभल वानमा हो क्लिक इ अब के गर्ने थ्रिडीमा गएर हेर्ने। थ्रिडीमा गएर हेर्दाखेरि के देखियो त भन्दाखेरि तल पनि आइसक्यो। होइन मलाई त बाहिर अलिकति बाहिर निस्केको चाहिएको थियो हौ। यो त एकदमै भित्र गयो टाँसियो नै भन्ने हो भन्ने जस्तो लाग्छ भने लेभल वानमा जाने है। लेभल वानमा जाने अथवा लेभल थ्रिडीमै गए पनि भयो। अथवा कन्ट्रोल जेड थिच्ने यो हटाइदियो है। यो हटाइदियो हटाइदियो यो हटाइदियो अथवा यसैलाई सारे पनि भयो नत्र भने यो हटाइदियो यसलाई डिलिट गरिदियो। डिलिट है डिलिट डिलिट ल। अब मलाई त बाहिर चाहियो भनिसकेपछि म के गर्छु रेक्टेङ्गलै युज गर्छु। कतिको अफसेटमा बाहिर चाहियो त भन्दाखेरि मलाई धेरै होइन 1 फिट चाहिँ बाहिर चाहियो है। हिँड्ने यसो बाहिर चाहियो है भन्दाखेरि 1 फिट ओके इन्टर। अब म के गर्छु त यो युज गर्छु। यसलाई युज गरेर बाहिर लाउने होइन यहीँनेरि लाउने। उसले आफै बुझ्छ कहाँ लगाउने भनेर। उसले आफै बुझ्छ है कहाँ लगाउने भनेर यसो गर्ने ल्याएर यसो गर्ने उसले आफै बुझ्यो नि त यसो यति गर्नुपर्ने रहेछ। ओके थ्रिडीमा गएर हेर्ने बनाऊ। अब यहाँ बाहिर हिँड्न भयो हो। यसरी घुमाउन सिक्ने है। अनि अब जस्तो म यहाँ छु म यस्तोमा छु। अब मलाई त यो चाहियो यो हेर्नुपर्ने छ भने के गर्ने त हो यसो गर्ने यसलाई सेलेक्ट गर्ने अनि यसलाई यसरी लाने। सजिलो भयो नि त यो त। यो घुमाउन सजिलो भयो है। हाम्रो त घर जस्तै बनाऊ। अब हामी अर्को भिडियोमा चाहिँ के गर्छौँ त भन्दाखेरि एकदमै सिम्पल एउटा घर जस्तो बनाउँछौँ। यहाँसम्म चाहिँ मजाले 2-3 खेप सिक्ने। अनि के गर्ने त हो यसरी यो सेलेक्ट गरेर घुमाउन पनि सिक्ने। जस्तो यसमा के हुन्छ त भन्दाखेरि म एउटा कुरा यहाँ देखाइदिन्छु है। यो देखाउनै पर्ने कुरा हो। जस्तो लेभल वानमा जान्छु म। यो देखाउनै पर्ने कुरा भएर मैले देखाउन खोजेँ हो नत्र भने क्लास सकिसक्यो हो है। वालमा जाने। वालमा गएर हामी यहाँनिर यसरी एउटा वाल सेलेक्ट गरौँ। अनि त्यहाँदेखि थ्रिडीमा जाऊँ। थ्रिडीमा गयौँ। यहाँनिर एउटा बनाऊ है। यहाँनिर एउटा बनाऊ। बन्न त बनाऊ कहाँ बनाऊ है। यसरी हेऱ्यौँ। हेर्दाखेरि यहाँ भनेछ यसको बेस भनेको लेभल वानमै छ र टप भनेको चाहिँ लेभल टू बनाइदिउँ अहिलेका लागि ल। यहाँ भयो है। हो अब हामी यहाँ जाऊँ है त। यहाँ जाऊँ। अलिकति यसलाई यहाँ राखौँ। देखिने ठाउँमै राखौँ। अलिकति देखिने ठाउँमै राखौँ। अनि म यसलाई सेलेक्ट गरेँ र स्केप दाबेँ। हेरौँ है। र मैले सिफ्ट दाबेर यसरी घुमाउन कोसिस गरेँ। यसरी घुमौँ है। यसरी घुमौँ है। यसरी घुमौँ। अब मैले होइन मैले यहाँ होइन। अब म यहाँ सेलेक्ट गर्छु। स्केप दाब्छु। फेरि सिफ्ट थिच्छु। फेरि घुमाउँछु। यसरी नै घुमौँ। अब होइन मैले यसरी नगर्ने भने है। अब म यो पछाडिको यसरी थिचेँ। अब मैले यसरी घुमाएँ यसलाई। यो त यसको रिभल्भमा यसको एराउन्डमा घुम्यो नि त। घुम्यो कि घुमेन? घुम्यो नि त। अब मैले यसो गरेँ। यो त यसको बिहाफमा घुमौँ नि त। यसको बिहाफमा घुम्यो नि त।
अघि स्केप छोड्दाखेरि घुमेको थिएन। अहिले त यसलाई ओरिजिन मानेर घुमिरहेछ नि त। यसो हेर्दा पनि देखिन्छ त्यो चाहिँ एक ठाउँमा बसेको छ, अरू चाहिँ फनफनी घुमिरहेछ। होइन भने त के हुन्थ्यो भने त जस्तो यसलाई मानौँ, यसलाई मैले सेलेक्ट गरेको छु। अब त त्यसलाई चाहिँ ओरिजिन मानेर घुमो नि त। हो यसरी घुमाउन चाहिँ ट्राई गर्ने। कस्कामा घुम्छ किनभने जस्तो मलाई यो पछाडिको चाहिँ मलाई हेर्न मन छ अरे मानौँ, मलाई यो झ्याल हेर्न मन छ अरे। यो झ्याल हेर्न मन छ भने यसरी सेलेक्ट गरेर मैले एकखेप यसरी फन्का घुमाएँ भने आयो कि आएन? होइन मलाई यो झ्याल हेर्न मन छ, यसरी सेलेक्ट गरेर यसरी घुमाएँ, आयो कि आएन? आयो नि त। जस्तो यहाँ भित्रको टेबल हुन्छ, के हुन्छ है, धेरैवटा वाल भइसकेपछि यसरी डोरमै यसरी गरेर यसो गरेर फोकस गरेर घुमाउनु पर्ने हुनसक्छ। अहिले पो यो एउटा छ त। हो यसरी चाहिँ हामीले के गर्न सक्ने त भन्दाखेरि नेभिगेट गर्न सिक्ने, यसको खुट्टामा लगेर यसरी हेर्न सिक्ने। हो यो सबै सिकिसकेपछि के हुन्छ त भन्दाखेरि प्र्याक्टिस हुन्छ। प्र्याक्टिस भइसकेपछि पछि सजिलो हुन्छ। यसरी जेट लगाएर पनि हेर्न सिक्ने है। हेर्नु यसको टेक्स्चर कति राम्रो छ। होइन मलाई टेक्स्चर हेर्न मन लाग्यो, यसरी टेक्स्चर हेर्ने, काठको टेक्स्चर कति राम्रो दिएको छ है, हो यसरी हेर्ने है त। अनि पेन्ट गर्न पनि म सिकाइदिन्छु। पेन्ट गर्न गरिहाल्ने हो भने पेन्ट गर्नलाई सजिलो छ। काहीँ नजाने, पेन्ट गर्नको लागि चाहिँ यहाँ पिटी भन्ने अप्सन छ किबोर्डमा। पी र टी क्लिक गर्ने, पिटी यसरी क्लिक गरेपछि यसरी आउँछ है। अब जस्तो मलाई यो कलर दिनुपर्ने छ यहाँनेरि भने मैले यो थिच्छु, यसलाई बन्द गरिदिने है गर्न चाहिँ, र यसलाई यहाँ खिटिक्क थिच्छु। अब यहाँ यसरी हेरौँ, यसरी आयो है। अब यहाँ टेक्स्चरमा होइन, म यसमा जान्छु, रियलिस्टिकमा जान्छु भन्दाखेरि होइन के भयो, बिग्रेछ, ग्लासमा गएछ है। फेरि हेरौँ है त, पिटीमा जाऊँ, अलिकति केमा जाऊँ त भन्दाखेरि डिफल्ट फर्म भनेको छ, डिफल्ट मास भनेको छ। ल यसमा गएर एकखेप हेरौँ, आयो कि आएन है। अब यसले भनेअनुसारको कलर नआउन सक्छ है, त्यो भिन्दै कुरा हो। यसको यो जो मेटेरियल छ त्यो मेटेरियल चाहिँ अब जे पनि पाइन्छ क्या। त्यही भएर हामी मेटेरियल पनि बनाउन सिक्छौँ है। अहिले यसमा भर नपर्ने, त्यही मैले पेन्ट कसरी हुन्छ भनेर मात्रै देखाइदिएको। त्यो पेन्ट गर्न पनि अहिले नसिक्दा हुन्छ, बस यति सिक्दा हुन्छ है त। जस्तो मलाई यसरी हेर्न मन छ, यसलाई मात्रै हेर्न मन छ, यस्तो गर्ने, यसरी जाने, भित्रबाट हेर्न मन भयो भने है। नत्र भने त के हुन्छ त भन्दाखेरि मैले मानौँ जस्तो यसलाई क्लिक गरेको छु। अब मैले यसलाई क्लिक गरेको छु भने त, यसलाई क्लिक गरेर राखेको छु अथवा यसलाई क्लिक गरेर राखेको छु भने त यो भित्र नपुग्न सकिन्छ नि त। यो भित्र नपुग्न सकिन्छ, त्यहाँभित्रको नपुग्न सकिन्छ। त्यही भएर क्लिक गरेर चाहिँ रोटेट गरेर यसलाई खोज्ने, यसलाई हेर्ने चाहिँ बानी बसाल्नुपर्छ है त। ल आजलाई यति नै।